नमस्कार सबैजनालाई। सो एउटा ब्रदरले चाहिँ कमेन्ट गर्नुभएको रहेछ। सो वर्क पर्मिट चाहिँ एप्लाई गर्दाखेरि ओरिजिनल पासपोर्ट चाहिन्छ कि कलर कपी भए हुन्छ भनेर भन्नुभएको छ। सो यो चाहिँ के छ भन्दाखेरि मैले भोगेको कुराहरू चाहिँ हजुरहरूलाई सेयर गर्छु। जुन म नेपालमा इन्टरभ्यू दिनको लागि गएको थिएँ, काठमाडौँ आएको थिएँ। त्यसमा चाहिँ नर्मल इन्टरभ्यू, तर रोमानियाकै मान्छेहरू गएर चाहिँ लिने भनेर दुईजना चाहिँ यहाँबाट जानुभएको थियो, रोमानियन मान्छेहरू। अनि हामीलाई लाइनमा बसाल्यो। हामी लगभग 30-35 जना थियौँ। अनि लाइनमा बसेपछि चाहिँ उनीहरूले पहिल्यै के भनिदियो भने, यदि तिमीहरूले ओरिजिनल पासपोर्ट लिएर आएको छ भने लाइनमा बस, हामी इन्टरभ्यू लिन्छौँ। यदि कलर कपी छ भने चाहिँ तिमीहरू नबस, तिमीहरू जाऊ भनेपछि चाहिँ हामी 30-35 जना होला लगभग होइन उसमा। अनि त्यसमा चाहिँ 6-7 जना चाहिँ निकालेको थियो, उनीहरू निस्केर गएको थियो। अनि उनीहरूले लास्टमा चाहिँ के भनेको थियो भने, तिमीहरूले यदि विश्वास गरेर हामीलाई ओरिजिनल पासपोर्टै दिन्छौ भने हामीले काम गर्ने हो, यदि तिमीहरूले हामीलाई नै विश्वास गर्दैनौ भने हामीले तिमीहरूको काम किन गर्ने भनेर चाहिँ यस्तो कुरा गरेको थियो। त्यसको आधारमा चाहिँ मलाई जहाँसम्म लाग्छ ओरिजिनल पासपोर्टै खोज्छ होला जताजतै है। अब के छ नेपालको छ, तर 99% चाहिँ ओरिजिनल पासपोर्टै खोज्छ। 100% भनौँ अब यस्तै अब भनौँ न चलिरहेको पैसा खाने यताउतिले चाहिँ कलर कपी हुन्छ भन्ने झुलाउने कति झुलिराखेको छ। हामी पनि कति झुलेर बल्ल बल्ल लगाएर आएको। सो यही नै छ। त्यही भएर चाहिँ राम्रोसँग एप्लाई गर्नु होला। ओरिजिनल पासपोर्ट मान्छे बुझेर चिनेर के कस्तो हो आफूले धोका नपाउने तरिकाले चाहिँ एप्लाई गर्नु होला। सो यही नै छ मेरो जानकारी चाहिँ। यस्तै यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। हस्त नमस्ते, जय नेपाल।